होइन के हो यो मेरो चर्पीमा साक्षात शिवजी भगवान म त चकिँदै पो परेँ त आराधना त गर्नु परिहाल्यो नि कि कसो होइन के आश्चर्य हो यो शिवजी भगवान त अन्तर्ध्यान पो हुनुभएछ त प्रभुको लीला अपरम्पार छ प्रभुको इच्छा हर हर महादेव होइन ए खुपीका भाउ एउटा अचम्मकै कुराकानी गर्न पर्ने थियो कि 2 मिनेट समय दिन सकिन्छ होला ए के त्यस्तो उत्पातै कुरो छ 2 मिनट समय चाहियो ल सुन कुरा के हो भने नि खुपीका भाउ शिवजी भगवान मेरो चर्पी भित्रबाट खुद प्रकट भएर मलाई दर्शन दिनुभयो नि शिवरात्रिका बेलामा शिव भगवान प्रकट भए त्यो पनि तेरो चर्पीमा हो त के त भन्दाखेरि आखिरमा हुन् के नचाहिँदो कुरा गरेको भगवानको अपमान गर्नु पनि एउटा तरिका हुन्छ नचाहिने कुरो ए हो चस्माको सिसै उड्ने गरी पो हानिदिएको ठिकै छ नि त